साथीहरु हजुरहरुलाई मेरो नयाँ युट्युब च्यानलमा सबैजनालाई स्वागत छ है। मेरो पनि युट्युब च्यानल हेरेर सबैले लाइक सब्स्क्राइब गरिदिनु होला है, कमेन्ट गरिदिनु होला। म मेरो गाउँले जीवनहरु कसरी बितिरहेको छ भनेर म भिडियोहरु प्रस्तुत गर्नेछु है। कमेन्ट गरिदिनु कस्तो हुन्छ के हुन्छ सल्लाह दिनु साथीहरु है। ल अहिलेलाई म भने घाँस काट्न जाँदै छु है। हस् है साथीहरु, अब चाहिँ डोरो लिएर हामी घाँस काट्ने तर्फ जाँदैछौँ है। पानी पर्ला जस्तो भइसक्यो, छिटो छिटो गरेर घाँस काट्नुपर्ने छ है। घाँस काटेर बाख्राहरूलाई दिनुपर्ने छ है। साथीहरु, यो घाँसका यो मकैको टुप्पोहरू सबै भाँच्ने हो है। मकैहरू राम्रो छ। छोरी पनि यता यता मुन्टो लुकाएर पुरै यो भिडियो नबनाउने भनेर हिँडिरहेकी छ है। अब हामी घाँस काट्छौँ। ल टुप्पो भाँच्ने काम पनि हुँदैछ। मकैको टुप्पा घाँस काट्नु पर्यो, काम गर्न पर्यो है। पानी आउन लागिसक्यो। छिटो मकै भाँचेर अहिले अब यति नै बनाउने अनि अहिले बनाए नि हुन्छ भिडियो है। अहिले बनाउँला। अब काँक्रो टिप्न लागेको। ल साथीहरु, खानी भयो आउनु होला। अर्ग्यानिक है हाम्रो काँक्रो चाहिँ है। फल्दैछ है। यहाँ माथि पनि फलिरहेको छ है। हाम्रो यो फर्सीका मुन्टाहरू हुन् है। यता निबुवाको बोट छ है। अब अहिले फलेको छैन। टिमुरको बोट पनि छ। टिमुरको बोट चाहिँ उतापट्टि छ है। टिमुर फलिसकेको छ, तर टिमुर चाहिँ हामीले टिपिसक्यौँ है। टिमुर चाहिँ हामीले टिपिसक्यौँ। अझै अलिअलि बाँकी नै छ कि है टिप्नको लागि। यो चाहिँ हाम्रै घरमा फलेको टिमुर हो है। मकैबारीभित्र छ है। अहिले काँक्रो चाहिँ हामीले टिपिसक्यौँ साथीहरु। ठुलो छ काँक्रो, काँक्रो ठुलो छ है। खाना आउनु होला। मेरो भिडियो चाहिँ है मेरो छोरीले लिएर गरिदिँदैछ है। अब किनकि देखाउनु पर्यो नि त है। यतातिर देखाउँदाखेरि गाह्रो हुँदो रहेछ मोबाइल लिएर टक्क काम गर्नलाई, देखाउनलाई है। घाँस बाँधिदिनु पर्यो बाख्रालाई। सडा है। अब बोकाहरूको लागि बाँधिदिने हो। उता देखाइदेऊ सबै। अब बोकाहरूलाई घाँस हालेर पनि सकियो। अब खोर सरसफाइ गर्ने काम पनि सकिसकेको छ है। के गर्ने, गाउँले जीवन यस्तै छ साथीहरु। काम गर्न पर्यो। अब बोकाहरूको खोर पनि सफा गरेर सकिसक्यो। अब हाम्रा बोकाहरू देखाइदेऊ सानो पछाडि माथि पछाडि हाम्रा बाख्राहरू छन्। भद्रा घुत्रु गरे घाँस काट्नलाई लुट गरेछन्। ल गाउँमा यस्तै हो साथीहरु। के गर्ने, अब बाख्राको काम सके सँगसँगै के गर्ने है। अब सुँगुरको पनि काम गर्नुपर्ने छ उडो पकाउनको लागि। अब सुँगुरको लागि चाहिँ है फर्सीको व्यवस्था, फर्सी काट्ने, यसलाई पकाउने अनि सुँगुरको लागि आएर खाना दिने साथीहरु। ल साथीहरु है, अब आगो फुक्ने बेला भयो। अब आगो फुक्नु पर्यो उडो पकाउनको लागि। भिडियो हेरिदिइरहनु भएको छ। हजुरलाई धन्यवाद, हजुरहरूलाई साथीहरुलाई। अब म चाहिँ कुडो पकाउन लागिरहेको छु। सुँगुरको लागि कुडो पकाउनु पर्ने हुन्छ है।
भनेपछि मलाई भिडियो बनाइदिएर साथ दिने चाहिँ मेरो छोरी छ है। अनि ऊ चाहिँ आफू भिडियोमा नआउने भन्छिन्, मलाई चाहिँ अनि भिडियो गर्नलाई उसले मद्दत गरिरहेकी छिन् हाम्रो छोरीले। अनि म चाहिँ यस्तै भिडियोहरू प्रस्तुत गर्छु साथीहरू, हजुरहरूले हेरेर साथ दिनु होला। गाउँले जीवनहरू कसरी बितिरहेको छ, गाउँमा पनि यति कामहरू गर्न सकिन्छ र केही गर्न सकिन्छ भनेर। फाइनल्ली साथीहरू है, अब तरकारी बनाउने बेला भएको छ। तरकारी फर्सी छ है, यो सानो फर्सी है, हाम्रो ठुल्ठुला फर्सीहरू छन् है, ठुल्ठुला फर्सीहरू छन्, कर्कला छन् है, ठुला फर्सी। पुरै मकैबारी छ होइन, मकै भाँच्ने बेला भइसक्यो। अब फर्सी फलेको छ, फर्सी यताबाट ल्याउने हो। यता ठुलो फर्सी छ, सानो फर्सी बिस्तारै। है अब तरकारी बनाउने बेला भएको छ है। तरकारी बनाएर खाना खाएर हामीले बेलुकाको पनि बनाउँछौँ है। दिनभरि हामीले के गर्यौँ, के गर्दा अझै राम्रो हुन्छ साथीहरू कमेन्ट गरिदिनु, भनिदिनु होला है। यो चाहिँ हाम्रो अर्ग्यानिक हो है। सानो खाने भयो भने सानो पनि छ, ठुला पनि छन् है। हामी चाहिँ अर्ग्यानिक नै खान्छौँ कि प्रायः जसो। फर्सीका मुन्टा, करेला, कर्कलोहरू सकेसम्म अर्ग्यानिक खानु है। विदेशमा बसेर कति कुराहरू किनेर खाने अवस्थामा यही चिजलाई कति धेरै पैसा हालेर खानुपर्ने छ है। तर यहाँ त गाउँमा हामीले फलाएर खान पाएका छौँ, गर्व लाग्छ है। ल हस् त है, कुँडो पनि पाकिसकेको अवस्था छ है। उता हामीले खाना खाइसक्दाखेरि यता सुँगुरको कुँडो पनि पाकिसक्यो है। अब सुँगुरको कुँडो पनि पाकिसक्यो। अब सुँगुरलाई हाल्नुपर्छ एकछिनपछि, सेलाएपछि। खाना पनि खाइसकियो अनि आराम गर्ने बेला भइसक्यो। ल मेरो बर्थडे भनेर चाहिँ छोरीले है, हाम्रो छोरीले गिफ्ट बनाएको अरे है मलाई दिनलाई है। अब यो भित्र के छ है हेर्नु है साथीहरू। यो आफैले प्याकिङ गराएर बनाएको अरे है। के हालेर दिएको छ मलाई थाहा छैन है, यो खोल्नुपर्छ है। अब म यसलाई खोल्छु, के हालेर दिएको छ हेर्छु। ल साथीहरू है, म यसलाई खोल्न जाँदैछु है। छोरीले चाहिँ बर्थडे गिफ्ट दिएको है, के हालेर ल्याएको छ मलाई थाहा छैन है। यस्तो दिन मन लागेको रहेछ है यो चक्लेट हेर्नु है। ल ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे टु यु। ल यस्तो रहेछ है साथीहरू, यो के हो है। अब बच्चाले है बडा के दिनु मन लागेको रहेछ है। ल ह्याप्पी बर्थडे मम लेखी है। यहाँभित्र चाहिँ के छ मलाई थाहा छैन है, के बनाएको छ है। ल साथीहरू हेर्नु है, ह्याप्पी बर्थडे अरे। अब यो केक है, हामीले केक ल्याउन नसकेर केक बनाएर दिएको है। अब उसलाई पनि मैले त केक खुवाउने इच्छा पनि चाँडै पुरा गर्न सकौँ है। अनि यसमा अरू के छ है, के लेखेको छ। ल यो पनि केक बनाएछ है, प्रशस्तै है। ल केक खाने केक, ह्याप्पी बर्थडे मम्मी लेखे है। अनि यहाँनिर चाहिँ अब के रहेछ, मेरो फोटो काटेर फोटो दिए रहेछ है मम्मीको। ल हेर्नु साथीहरू है, यो चाहिँ म घुम्न जाँदाको फोटो हो है। यो दिए रहेछ। ल नानीलाई धेरै धेरै थ्याङ्क यू है, थ्याङ्क यू भेरी मच। नानीले मेरो बर्थडे मनाइदिएकोमा है। छोरीको इच्छा रहेछ मम्मीको बर्थडे मनाउन पाउने है। ठुलो भइन्जेलसम्म नि यसरी माया गरिराख है। तिमीले आफैले बनाएको मलाई खुसी लाग्यो है। थ्याङ्क यू। ल फाइनल्ली साथीहरू अब बेलुकाको घाँस काट्न जाने बेला पनि भयो है साथीहरू। अहिलेसम्म भिडियो हेरेर साथ दिनुभयो हजुरहरूलाई धेरै धेरै धन्यवाद है। अब बेलुकाको घाँस काटेर अब बाख्राहरूलाई थुन्नुपर्छ है। अनि खाना पनि बनाएर खानुपर्छ। अहिलेसम्म हेरेर
साथ दिनुभयो है। हजुरहरूलाई धेरै धेरै धन्यवाद है। मैले भिडियो बनाउँदाखेरि काहीँ के गल्ती गरेको रहेछु भने पनि हजुरहरूले त्यहाँ कमेन्टमा बताइदिनु होला है। मैले यो गाउँले जीवनहरू यसरी कटाइरहेको छ भनेर बनाएको मात्रै हो है। नराम्रो नसोचिदिनु होला। हजुरहरूलाई धेरै धेरै धन्यवाद। अब यो चाहिँ मेरो घाँस काट्न जाँदाखेरि लगाउने लुगा हो, किनकि मकैबारीमा जानुपर्छ, घाँस काट्दाखेरि पुरै पास्छ है। अनि त्यही भएर यस्तो लगाएपछि चाहिँ पास्दैन कि है, आफूलाई पनि सजिलो हुन्छ है, घाउहरू लाग्दैन। अनि पुरै हातमा पन्जा लगाएर गर्नुपर्छ। हामीले यहीँ बसेर पनि व्यवस्थित रूपले काम गऱ्यो भने पनि हात खुट्टाहरू पनि राम्रा हुन्छन् है। हजुरहरूलाई धेरै धेरै धन्यवाद। हस्त नमस्कार।